हेलो नमस्ते नमस्ते म सुभाष राई फेरि पनि लाइभ के अरे एउटा भ्लग लिएर आइरहेको छु। पानी परिरहेछ मलेसियाको ठाउँमा। आज बिहानदेखि पानी परिरहेछ। यहाँ फेरि खेल भइरहेको रहेछ। म चाहिँ यसो दोकानतिर हिँडेको हो। अब रासन पानी लिनलाई यसो सरकारी लिनु पर्यो भनेर हिँडेको। पानी परेर खतम छैन। तर यस्तो पानीमा पनि यहाँ भलिबल के अरे फुटबल खेलिरहेको रहेछ। त्यही भएर म एउटा भिडियो बनाउन मन लाग्यो क्या। हेर्नु होला है त भिडियो। यो सबै म्यानमारहरू हो। यस्तो उसमा एउटा आउँदैछ है मना गोला ए भिडियो 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 रा भिडियो ए रेनमारी ओराङ्लो त्यसले फुटबल अल म्यानमार अल एसपिया नो हाम्रै कम्पनीको खेल्दै रहेछ। यस्तो छ सिचुएसन आजको है। हेर्नुहोस् है गाइज हो। पानी परेको परेछ मलेसियामा। दिनमा पानी नपरेको त दिनै छैन। गाह्रो छ। हाम्रो दिदीबहिनीहरू उहाँ दुईजना आउँदै हुनुहुन्छ है। नेपालीहरू नै होला जस्तो लाग्छ। खोइ यो कम्पनीमा नेपाली धेरै छन्। नेपाली केटीहरू टिडीके कम्पनीमा। यहाँ फुटबल म्याच भइरहेछ। पानी परिरहेछ। खेल्नु छोडेको छैन। यस्तो साहस लिएर खेलिरहेछन्। ल त मेरो भिडियो अब आजलाई यति होला। सायद भिडियो कस्तो लाग्यो भन्नु होला कमेन्टमा त। यसो साथ सपोर्ट गरिदिनु होला। मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला। म फेसबुकमा पनि हाल्छु यो भिडियो होइन। फेसबुकमा पनि यसो सपोर्ट गरिदिनु होला। फलोवर्स बढिरहेछ तर लाइक कमेन्ट आउँदैन। त्यसमा अलिकति दुःखी लाग्छ। नभए भ्युज त जान्छ टन्नै जान्छ। भ्युज देखाउँछ तर कमेन्ट आउँदैन। तैपनि हाल्नु चाहिँ म छोड्दिनँ। माउन्टेनको पसलहरू साँझ परिसक्यो। 5-6 बज्यो। यस्तो छ साँझतिरको समय। मौसम यस्तो छ। पानी परिरहेछ। गडाङगुडुङ गरिरहेछ। ल त बाई बाई। यसो गर्नु पर्यो क्या। बाई बाई बाई।